मैले यसरी पोको पारेँ कुकुरलाई, मरेको कुकुरलाई है, मरेको कुकुरलाई यसरी पोको पारेँ। यो गनाएको छ, कुहिएको छ। यो यस्तो परेको खण्डमा जानकारी दिनु होला। यो जानकारी दिनुहुने यहाँको सुन्दर हैजा नगरपालिका वडा नम्बर 3 को उषा भण्डारी के भन्नुभयो, मिना भण्डारी। मिना भण्डारीले जानकारी दिनुभयो। यता के दालले पनि भन्दै हुन्थ्यो अरे, के दाल भन्दै हुन्थ्यो, केदार दाल। केदार सर, खोइ केदार सर को पता हुन्थ्यो ए। ल केदार सरले पनि जानकारी दिनुभयो अरे। सुन्दर हैजा नगरपालिकाभरि यस्तो छ भने मलाई जानकारी गराउनु होला है। बेल्चा चाहिन्छ। यो बेल्चा भइसकेपछि कुकुर ल्याइसकेपछि गाड्नुपर्छ यो बेल्चामा होइन। त्यसपछि आएर पुरिसकेपछि मजाले टेक्नुपर्छ यसरी। यसरी खाँदेपछि यसरी कुकुरलाई तपाईँको चाहिँ जुन खनेर गाडिसकेपछि माटो थिच्नुपर्छ। माटो थिचिसकेपछि भरे चाहिँ स्यालहरूले, त्यही अरू कुकुरहरूले, फ्याउरोहरूले तान्दैन क्या। त्यही भएर मजाले पुरिसकेपछि चाहिँ मजाले थिच्नुपर्छ अनि बल्ल सकिन्छ। त्यस कारण यो त्यतिकै छोडियो भने हुँदैन। मैले तपाईँलाई देखाएँ यो यतापट्टि गाडिसकेपछि यहाँ गाडेपछि थिचेपछि मजाले चाहिँ यो के भन्छ भने स्याल फ्याउरोहरूले तान्दैन, केही कुरोले पनि लाँदैन र खनिसकेपछि मजाले गहिरो खनिसकेपछि